नमस्ते साथीहरू। आज चाहिँ हामी जाँदैछौँ धरान। धेरै दिनपछि अब हाम्रो धरानको पार्टी रहेको छ। अहिले चाहिँ हामी गाडीमा आउनु किनकि हामीले साधन अघि नभइदैन, इटरीमा छ। त्यहाँदेखि हामी आफ्नो मैदानमा जान्छौँ। भाइ हामी चढिरहेको छौँ गाडीमा, साथी र म। लर बर लर लौ घुमायो रे, घाम टलल आँखै खायो रे। लर बर लर लौ घुमायो रे, घाम टलल सब किन चाहिँ यो गाडीमा चढेछु जस्तो भइरहेको छ। गाडी चाहिँ मलाई हल्ले स्पामा मसाज गरे जस्तो भइरहेको छ। एक दुई भन्दै हाँस खेल गर्दै सकिएछ दुई बोतल। छिटो घर जाउँ भन्दै निस्केको थिएँ, खुलेछ चियाको पसल। र हामी चाहिँ अहिले फाइनली विराटचोक आइपुगिसकेका छौँ बल्ल बल्ल। र हाम्रो प्लानमा चाहिँ अलिकति चेन्जेस छ। हामी विराटचोकमा बस्ने भनेर राख्यौँ, तर हामी सिधै आज धरान जाँदैछौँ। हामी विराटचोकमा उत्रेर विराटचोकमा घुम्दैछौँ होइन। टक्क हावा खाने निस्के जस्तो भइरहेको छ। अब फेरि हामी टक्क कार खोज्दैछौँ, कहाँ छ हाम्रो गाडी भनेर। गाडी खोजेर हामी फेरि धरानतर्फ जान्छौँ। अहिले भोक प्यास लागेर मर्न लाग्यौँ होइन। साथी पनि यही छ। कता जाउँ साथी? ए यता साथी। ओके, वेलकम ब्याक साथीहरू। हामी चाहिँ अब विराटचोक बल्ल आइपुग्यौँ। अनि अब यहाँबाट हामी केराबारीको बाटो हुँदै धरान जाँदैछौँ। यहाँ हामी अहिले हिँड्न सक्छौँ गाडीमा। यता ड्राइभर हुन्छ यता, अनि यता हाम्रो साथी टक्क अगाडि। अहिले अब यताको बाटो चाहिँ किन गएको भन्दाखेरि यताको बाटो एकदम सजिलो, उताको ड्राइभर चाहिँ हेरिकन, र यता भ्यू पनि राम्रो देख्न सकिन्छ। जङ्गलको बाटो। अब हामी दाइकै होटलमा गएर बस्छौँ। दाइकै होटलमा बसेर हामी एकछिन रेस्ट गरेर फ्रेस भएर हामी फेरि निस्किन्छौँ। धन्यवाद। फुट्यो क्या हो मेरो कर्मै पो, खपरमा लिएर आएको जे होला त्यही रहेछ यहाँ आइपर्ने पो। खोज्नु यहाँ बेर्थै फुट्यो क्या हो मेरो कर्मै पो, खपरमा लिएर आएको जे होला त्यही रहेछ यहाँ आइपर्ने पो। लर बर लर बर लर लर बर लर बर लर बर लर लर बर। यता न उताको बनाउने यसको। साथीहरू हामी चाहिँ अब जाँदैछौँ। एकदम मौसम पनि यस्तो राम्रो छ, झापा हेरिकन त एकदम रिफ्रेस भएर हामी एकदम जाँदैछु। झ्याल ढोका सबै खोलेर यहाँको पनि भर्खर यहाँ सनसेट हुँदैछ अहिले चाहिँ। अस्ति नै के भन्छ सनराइज हुँदा गएको थियो होइन, आज सनसेट हुँदैछ। ए के भन्छ सनसेट हुँदा जाँदैछौँ। मेरो चाहिँ जिप्रै लरबरी छको। अघि गाना सुनेको थियो क्या, लरबर भन्दै गानै लरबरिरहेको थियो क्या। किन यो धेर बोलो भन्नुहुन्छ भने अब एकदिन सिनेमेटिक हेर्नु। लरबर लर लौ घुमायो रे, घाम टलल आँखै खायो रे। लरबर लर लौ घुमायो रे, घाम टलल आँखै खायो रे। सक्नुहुन्छ को छ कलमा आइ भन्दै आइ भन्दैछु आयो। ओ मुस्ताङमा केडाहरू ग्याङ ग्याङ मुस्ताङमा गर्दै मस्ट्याङमा मैयाहरू पैया ओछ्यानमा। ओ मुस्ताङमा केडाहरू ग्याङ ग्याङ मुस्ताङमा गर्दै मस्ट्याङमा मैयाहरू पैया ओछ्यानमा। यहाँ चाहिँ हाम्रो रिसललाई हुन्छ लग्ने भन्दा लास्टमा छुट्नु भएको। आलु निम्की खाँदै जानु। के साथीहरू हामी चाहिँ होटल आइसकेका छौँ। हामी चाहिँ होटल आइसक्यौँ। टक्क रुम पनि एकदम चिसो ठन्डा कुल। अब फ्रेस हुन बाँकी छ। यहाँ हेर्छ हुन्छ साथी पनि मस्त सुतिरहेको छ। यहाँ टिभी हेर्दैछ। आउन चाहिँ अघि आएको के भन्छ हल्का रेस्ट गऱ्यौँ। अनि भ्लग बनाउने बिर्सिरहेको थिएँ क्या मैले चाहिँ फेरि साइडको भएर। ल अब हामी एकछिन अब लुगा चाहिँ के गर्ने, एकछिन घुम्ने, खाजा भेटौँ। हामी चाहिँ अब रुमबाट फ्रेस भएर निस्किसकेका छौँ। अहिले चाहिँ हामी भनेको 14 तारिक माथि चिरोपुनदेखि मान्तीतर्फ जाँदैछौँ।
अनि अब हामी अहिले घरमै खाजा खाएर निस्केको थियौँ नि त्यति के खाएको छ बाटोमा अहिले साथी पनि हेर्छ अहिले रातिको नाइट भ्यू स्ट्रिट भ्यू हेर्न हुन्छ साथीहरू चाहिँ चौतारीमा आएको छु चौतारी क्याफे धरान हाम्रो पहिलो क्याफे साथीहरू के साथीहरू हामी चाहिँ अहिले ठ्याक्कै भन्नुबाट धरानमा थियौँ अनि धरानमा हामी चौतारी क्याफे भन्ने आएको थियौँ अनि हामीले के भन्छ चिज केक देख्यौँ अनि हामी यहाँ चिज केकमा ट्राई गर्दैछौँ है चिज केक ट्राई गर्दा हाम्रै अनुसार दिदीको मिठो लाग्यो मलाई चाहिँ हाम्रो दिदीको सफ्ट एकदम यम्मी अर्कै वाला स्वाद आउने क्या यहाँ चाहिँ मलाई चाहिँ अलिक यहाँको अलिक हाड लाग्यो त्यस्तो मिठो लागेन अनुसार दिदी के चिज केकलाई म मिस गरिदिन्छु धरानमा आएर पनि यहाँ चाहिँ म ट्राई गर्न मात्रै ट्राई गरेको है दिदी के साथीहरू अहिले चाहिँ हामी आत्मरञ्जनमा आएको छौँ साथीहरू अब चाहिँ हामी आफ्नो नजरमा जस्तो भिडियो बनाउनु पाइनँ भिडभाड पनि थियो होइन अनि भिडभाड भएको कारणले अब पनि होइन तर मेरो यहाँ चार्ज पनि थिएन अनि चार्जमा हाल्नु पर्यो अनि त्यसपछि अब चाहिँ हामी डिनर भयो हाम्रो अब डिनर भएर अहिले चाहिँ हामी अब होटल जान्छौँ होटलमा रेस्ट गर्ने अनि बेलुका अब म्याच छ होइन फ्रान्स भएपछि नर्वे हेर्नु नै हुन्छ होला तपाईँहरू पनि तर भ्लग आउन अलिकति ढिलो हुन्छ हामी डिपार्टमेन्टमा आएको छौँ बेलुकाको लागि यसो नास्ता त चाहियो के खाने भनेर सामान भइसकेको छ अलिकति धेरै होइन अलिकति रातिको लागि किनेको अलिअलि किन्ने हो अब जाउँ के हो कोलगेट हो क्या चिकन जे पनि हुन्छ भोलि जानुपर्छ नि हामी कल गर्छौँ तपाईँलाई गाइज अहिले चाहिँ हामी होटल आइसक्यौँ भोलि हामी हाम्रो गाडीको ड्राइभरलाई गाडीको ड्राइभरलाई पनि त्यो हाल्न लाग्छ अब रुम रेस्ट गर्नु छ ल त साथीले चाबी निकाल्दैछ कस्तो चाबी खोज त आम्मा यहाँ त जाडो न जाडो गलेर सुत्दिन्छु अब गुड नाइट मर्निङ साथीहरू हामी चाहिँ अब भर्खर उठ्यौँ अहिले बिहानको 11 बजिरहेछ होइन अनि अब 11 बजेर अहिले हामी रुममै छौँ अब भर्खर उठेर अब खाजा कि त खानै खान जानुपर्छ होला बेलुकादेखि केही पनि खाएको छैन ल अब हामी पनि रेडी भइसक्यौँ आज पोजुको लगाइदिएको अब हुन त म अलिक फ्यान अब पोजुको चाहिँ मन पऱ्यो अब यही थियो यही लाएर हिँडेँ अब केही पनि छैन ल अब चाहिँ हामी निस्किन्छौँ अब खाना खान्छौँ उतै भेट्यौँ हामी एकदम थकाली खाना जाँदैछौँ अब हामीलाई एक्ज्याक्ट लोकेसन थाहा भएन तर हामी जाँदैछौँ अनि तपाईँको त थकाली अब एकदम मिठोका पहिला हामी अब त्यहीँ खाएको थियौँ अनि एकदम मिठो पाउने रहेछ क्या हामी चाहिँ भोजीमा जाँदैछौँ तर हामीलाई एक्ज्याक्ट लोकेसन थाहा नभएको कारणले हामी हलमा नै रहेछौँ खोज्दैछौँ हामीले अब टक्क खानासाना पनि हाम्रो भइसक्यो खाना खाएर हामी आफ्नो गाडी भनेको अटोलाई बतिरहेका छौँ अटो अब घरमा अब 10 मिनट आउँछु भन्नुभयो अङ्कलले टाइम चाहिँ फेरि एकदम हो नि खाना एकदम मिठो खानाको दाम कति हो सुन्नु न चिकन खाना 170
ए 160 रहेछ 160मा एक प्लेट मासु थपी भात थपी खाइयो अब टक्क हामी आत्मरञ्जन जान्छौँ आत्मरञ्जन गरेर एकछिन अब इन्जोय गर्छौँ दिनभरि अब त्यतै बस्नु हामीले खाना चाहिँ कहाँ खाएको भन्दाखेरि ठ्याक्कै यहाँ खाएको क्या यो मास के भोजन वडा नम्बर 11 कोशी प्रदेश नेपाल दशहरा लाइनमा आउँछ त्यही धरनमा पानी परिरहेछ पानी सुनसुन बाहिर चिप्प भएर चाहिँ हामी अल्टोमा छौँ अनि अहिले हामी फेरि आत्मरञ्जन छौँ हामीले खानासाना खाइसक्यौँ अनि यहाँ पानी चाहिँ एकदम रमाइलो परिरहेको छ होइन नभित्रै खालको क्या मजा आइरहेको सो गाइस हामी चाहिँ राइट नाउ आत्मरञ्जनमा छौँ एन्ड हामी चाहिँ आज घर जाने भन्दै थियौँ तर हामी आज यहीँ बस्छौँ भोलि भेटेर निस्किन्छौँ होला हामी यहाँको वेदर चाहिँ एकदम कोजी छ पानी पर्न आँटेको छ एकदम चिलमा बसिरहेको छौँ हामी एन्ड देन रमाइलो भइरहेको छ धरानको ट्रिप अनि यहाँ छ युएस वी एट आत्मरञ्जन तरबर लर लौ घुमायो रे घाम टलल आँखै खायो रे लरबर लर लौ घुमायो रे अब चाहिँ हाम्रो यहाँबाट निस्किने बेला भएको छ हाम्रो सानो काम परेकोले हामी आजै निस्किनु पर्ने भएको छ हामी भोलिसम्म बस्ने प्लान थियो आज चाहिँ अब हामी निस्किन आँटेको हाम्रो सब रेडी प्याकस्याक भइसक्यो हामी गएको हामी घरभन्दा पनि हामी अलि बिराचोक जान्छौँ बिराचोकमा आफ्नै घर छ त्यहाँ बस्छौँ अनि भोलिपल्ट जान्छौँ हामी ओके साथीहरू अहिले चाहिँ हामी अब घर जाँदैछौँ मैले ठ्याक्क 3:30 भइसकेको छ अहिले चाहिँ अब हामी बिराचोक घर जाँदैछौँ किनकि यता हाम्रो अलिकति काम परेकोले हामी घर जानुपर्ने भयो चाहिँ त्यही भएर हामी जाँदैछौँ ओके साथीहरू सिउ अब म भ्लग त्यस्तो बनाउँदिनँ अब सिधै घर गएर बनाउँछु यो पनि लगभग एन्डिङै हो हामी चाहिँ फेरि ब्याक टु बिराचोक हिजो यही टाइममा धरा हिँडेको थियौँ भने यही टाइममा हामी बिराचोक आइपुगिसकेका छौँ र आज यहाँ के हुन्छ थाहा छैन लगभग आज हाम्रो बास भनेको बिराचोकमै हो ल अब चाहिँ हामी टक्क हिँड्नेछौँ यहाँ मेरो भाइ लिन आउँछु भन्ने त कता पो गयो गर त हौ लाखे झुसे साथी लगाइ हिजो म मेक्सिको जर्सी लगाएर हिँडेको थिएँ भने आज म पोर्चुगलको जर्सी लगाएर हिँडेको छु साथीहरू हामी चाहिँ साथीलाई लिन जाँदै थियौँ होइन अनि टक्क हामीले बाटोमा लाउरे भेट्यौँ क्या हेर्नु न टक्क लाउरे कतारबाट आएको क्या दाइ कतारबाट आएको साथीले हामीलाई कहाँ अमेरिका लगेको अरे पानामा जङ्गलबाट कस्तो लाग्दैछ त पानामा जङ्गल आम हेर त लु 27 दिन लाग्छ अरे जान कहाँ हो हिँडेको 3 घन्टा भइसक्यो घर पुग्यो भनेको कोही म त अमेरिका हिँड्छु जस्तो लाग्यो पानामाबाट साथीहरू पनि आउँदैछन् राम्रो बाटो पनि निकालेको बोर्डर आइपुग्यौँ अमेरिकाको पानामा जङ्गल हुँदै साथी अमेरिका कस्तो आयो यो पछाडिको चाहिँ ड्राइभर हो गाडी कुदाउँछ नाइट बस ल आजको भ्लगमा यति नै र यो भ्लग म यहीँ एन्ड गर्न चाहेँ किनकि अब भनेको घर पनि आइसक्यो सकिसक्यो थाकेको छ अब सुत्नुपर्छ ओके थ्याङ्क यू फर वाचिङ बाई